पुतला जलाउने मात्रै होइन, घरबाट थुतेर जिउँदो मान्छे जलाउने हो क्या अब। आफूले 17,000 मार्ने मर्ने काम गराउने, 5,000 को जिम्मा लिने, अस्ति राजाको स्वागतमा जुन जनमानस थियो त्यो यिनीहरू नेताको घर घरमा पुग्नेछ, घर घेर्नेछ। प्रचण्ड महाराज धिराज भन्छु म। उहाँको फोटो जलाउँदा उहाँलाई अहिले निराजनलाई प्रहरीले समातेको छ। राजतन्त्रमा जसरी टायर बालिएको थियो, आन्दोलन गरी राजतन्त्र त्यसै ढलेको थियो भन्नु त। अहिले त झन् कोही पनि अहिले बोल्नै नपाउने। यो गणतन्त्रको विरुद्धमा हो। हाम्रो राजा प्राणभन्दा प्यारो छ। मान्छे जलाए, बम पड्काउने काम गरे, यिनीहरूले शिक्षकलाई घाँटी रेट्ने काम गर्ने, झुन्डाउने काम गरे, बसमा बम पड्काए, पोस्टर जलाउने होइन। यी लुटतन्त्र मचाउने, यी गणतन्त्र भ्रष्टाचारीवादीहरू छन् जति छन्, यिनीहरूको पोस्टर होइन व्यक्ति जलाउनु पर्ने थियो। सायद उहाँहरूले ठेक्न सक्नुहुन्न। नेताहरू अब भाग्नुको विकल्पै छैन। नेपाल कसको? राजाको। राजाले रक्षा गरेर नेपाल रह्यो, नेपाली भन्न पाइयो। त्यस्ता लुटेराको कुरा गर्ने 94 वटा ब्याङ्क लुटेका लुटेराहरू हैन। देश भ्रष्टाचारमा डुबिसकेको छ, देशमा काली लाग्दो अवस्था छ। प्रचण्डले अस्ति सिन्धुपाल्चोको एउटा कार्यक्रममा राजालाई हतियारा मूर्ति चोरको संज्ञा दिँदै गाली गलौज गर्नुभएको थियो। श्रीलङ्कामा बङ्गलादेशमा नेताहरू लखटिएको थिए, त्यसै गरी यिनीहरू लखेटिन्छन्। हत्याराहरूको एउटा गुट हो, एउटा माफिया ग्याङहरू हुन्। 5,000 हत्या गरेर आएको म भनेर प्रचण्डले खुल्ला मञ्चमा भन्नुभएको छ, भाषण गर्नुभएको छ। त्यस्ता हत्याराले भनेको पत्याउने। हाम्रो नेता रिहाइगर, हाम्रो नेता रिहाइगर। गइसकेको राजा फर्किएको, हाम्रो त गएको होइन। कहाँ गएका छन्? देश छोडेर गए हो र? देशमै छन्, शान्तिपूर्ण ढङ्गबाट आफ्नो सादा जीवन बिचाएर बस्नु भएको छ राजा। बेलैमा सचिएनन् भने भोलि पोस्टर मात्र जल्ने होइन, यिनीहरू पनि जल्न सक्छन्।